हामी सुरेश सिन्हामै भोट हालेर उहाँलाई विजय गराउँछौँ। उहाँलाई अत्याधिक मतले चाहिँ जिताउने आशामा छौँ। राजन भट्टराईलाई जम्मा जन भोट दोडिकै जम्मा जन पो थोपिकै राजन भट्टराई दाईले चाहिँ बजेट पारिदिनु भएको रहेछ र हामीले 1,80,000 लिटरको चाहिँ ट्याङ्की बनाएर अहिले पानी खाइराखेको छ। अब बाटोहरू एकदम पहिला एकदम हिलोहरू थियो, अब हिँड्दाखेरि नि यतिसम्म हिलो। खानेपानीले पनि अहिले बजेट हालिदिनु भएको रहेछ, यहाँ चाहिँ ट्याङ्की बन्दैछ। अब अहिले बाटो एकदम राम्रो भएको छ। डाक्टर राजन भट्टराईले नै बजेटहरू सबै उहाँले नै विवर्तन गरिदिनु भएको हो। ट्याङ्कीहरू ठुल्ठुलो बनाएर पानी मजाले खानु पाएको छौँ। उहाँले पहिला पनि गर्नुभयो, यता पर यो के अरे 4 फिटे बाटो यो जङ्गलमा पनि खोल्नु भएको छ उहाँले। म सिमली गाउँ उपभोक्ता खानेपानीको अध्यक्ष 2067 सालदेखिको म अध्यक्ष म बसेर चलाइराखेको छु। पहिला हाम्रो पानी त आएको थियो पञ्चायतकालमै, तर पञ्चायतकालमै आए पनि ल्याङफ्याङ भएर पानीको बिहाल खान नपाउने उपभोक्ताहरू भइरहेको थियो। अनि 67 सालमा हामीलाई गाविसले 80,000 बजेट पारिदिएको हुनाले चाहिँ हामीले 3.5 लाखको काम गरेर चाहिँ हामीले उपभोक्तासँग पैसा उठाएर 3.5 लाखको काम गऱ्यौँ। र अहिले आएर चाहिँ अब भनौँ परार 78 सालमा चाहिँ राजन भट्टराई दाईले चाहिँ उहाँले चाहिँ बजेट पारिदिनु भएको रहेछ र हामीले 1,80,000 लिटरको चाहिँ ट्याङ्की बनाएर अहिले पानी खाइराखेको छौँ। त्यसबाट लगभग हामीले अहिले 70-80 वटा जति धारा चलाएको छौँ। मेरो चाहिँ भनाइ उहाँलाई के छ भने हाम्रो अर्को एउटा रिजर्भ ट्याङ्की पनि बनाउनु छ, उहाँले हेरिदिनु होला। अब पहिला पनि हामी चुनावमा लागेर खटेरै उहाँलाई चाहिँ मत दिएरै सुरी चिन्हमै छाप लाएर उहाँलाई मत दिएको हो। अब उहाँ हार्नुभयो, त्यो हामीलाई थाहा भएन के कारणले हार्नुभयो। अब अहिले पनि उहाँ उठ्नु भएको छ, हामी सुरी चिन्हमा छाप लाएर मत दिएर उहाँलाई विजय गराउँछौँ। हाम्रो यहाँको उपभोक्ताहरू सबै मिलेरै गराउँछौँ। उहाँले पहिला पनि गर्नुभयो, यता पर यो के अरे 4 फिटे बाटो यो जङ्गलमा पनि खोल्नु भएको छ। उहाँले बजेट हाल्न लाउनु भएर खानेपानीले पनि अहिले बजेट हालिदिनु भएको रहेछ, यहाँ ट्याङ्की बन्दैछ। आउने दिनहरूमा पनि हामी उहाँको साथमा छौँ। उहाँले नि हामीले साथ दिनु पर्यो। हाम्रो कहाँ के काम छ उहाँले गर्नलाई खटाइदिनु पर्यो भन्ने मेरो भनाइ छ। अब यो चुनावमा हामी उपभोक्ताहरू सबै यो गाउँलेको बासिन्दाहरू मिलेर उहाँलाई अत्याधिक मतले चाहिँ जिताउने आशामा छौँ। नमस्कार, मेरो नाम सरिता गिरी हो। म सिमली गाउँको बासिन्दा। हाम्रो यहाँ अब बाटोहरू एकदम पहिला एकदम हिलोहरू थियो, अब हिँड्दाखेरि नि यतिसम्म हिलो हुन्थ्यो। अब अहिले बाटो एकदम राम्रो भएको छ। अनि अब पानीहरू नि खोल्चाको पानी खाइरहेको थियो। अब यो ट्याङ्कीहरू ठुल्ठुलो बनाएर पानी मजाले खानु पाएको छौँ। अब ढलहरू त्यो सबै निकास व्यवस्थित भएको छ। डाक्टर राजन भट्टराईले नै बजेटहरू सबै उहाँले नै विवर्तन गरिदिनु भएको हो। डाक्टर राजन भट्टराईले जित्नु भएपछि हामीलाई फेरि अब यस्तै खानेपानीको ट्याङ्की बनाउनलाई सहयोग गर्नुभयो हुन्छ। हामी सुरेश सिन्हामै भोट हालेर उहाँलाई विजय गराउँछौँ। ल सबैलाई नमस्कार। नाम मेरो कालीमाया तामाङ। डाक्टर राजन भट्टराईले हामीलाई दुःख सुखमा नि हेर्नु भयो। हामी दुखियासीलाई सबैले उनीहरूले हामीलाई मिहिनेत पनि देखाउनु भयो। खाने पानी हामीलाई बाटोघाटो सबै ठाउँमा नि हेर्नु भयो। डाक्टर राजन भट्टराईलाई सबैले भोट पनि दियोस्, म पनि दिन्छु। सबैलाई जिन्दाबाद सबै होइन। राजन भट्टराईलाई जम्मा तहसिलले जम्मा जेन पिण्डिगै दोडिगै तडिगै जम्मा जे पिनवाला भोट चाहिँ जिन्दाबाद तडिगै। सूर्य चिन्हमा मतदान करो।